एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी काफिया। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ मैले धेरै पछि भ्लग बनाइराखेको छु है। हजुरहरू धेरैलाई चाहिँ थाहा छ म रेगुलर भ्लग चाहिँ बनाउँदिनँ, तर कतै नयाँ ठाउँ घुम्न गयो भने चाहिँ मेमोरीको लागि बनाइराखेको हुन्छु। मलाई चाहिँ नयाँ ठाउँहरू एक्सप्लोर गर्न, ट्रेकिङ जान चाहिँ अति नै मनपर्छ होइन। अनि मलाई ट्रेकिङहरूले चाहिँ झन् अझ छुट्टै खुसी दिन्छ क्या। र यसपालिको मेरो ट्रेकिङ चाहिँ धेरै अगाडिदेखि जानु मन भएको अन्नपूर्ण बेस क्याम्पको थियो। अनि जसमा चाहिँ मेरो ट्रेकिङ पार्टनर थियो मेरो बहिनी। सिस कता हो? बेर नकुद्नै बाटो नि हेर्नुपर्छ मैले। बस स्टप भनौँ न, स्टप पुगेर अहिले चाहिँ हामी उकालो लाग्दैछौँ भान्द्रुकतिर। अनि हामीलाई चाहिँ साथ दिँदै हुनुहुन्छ हाम्रो यता दाइले। धेरै धन्यवाद। हेलो दाइ। हेलो। कस्तो भयो त आजको यात्रा? अहिलेसम्म रमाइलो भइरहेछ, तर हामीले अलिकति चाहिँ यो भएको छैन, टाइम अनुसार अलिकति ढिलो भयो। ट्राभल इज अल अबाउट एडभेन्चर and experience new things. So I enjoy it. Thank you. Bye bye. Good morning from Bandrog. दिन बितेको माया तर लाग्छ अझै छ नि। दोस्रो दिन चाहिँ हामी बिहान उठेर गान्द्रुक भिलेज घुम्यौँ। अनि त्यसपछि चाहिँ हामी झिनोतिर चढ्छौँ। अनि झिनोदेखि चाहिँ हाम्रो रियल ट्रेकिङ सुरु हुनेवाला थियो, किनभने त्यहाँ चाहिँ लास्ट स्टप हो क्या सुमोहरूको। त्यसपछि चाहिँ हामीहरू ट्रेकिङ सुरु हुन्छ। Happy birthday to you. यता हेर। ब्याम्बो आइसकेको छौँ। अप्पर सिनेमादेखि यहाँ 1 घन्टा 15 मिनटमा आइपुग्यौँ। Happy birthday to you. Thank you and then Happy birthday to you. यहाँको खाना कस्तो लाग्यो? जति लेखाउँछ त्यति खानु मिठो छ। ल त्यसो भए खाम ल। मेरो यहाँ लडिसकेछ मेरो भात त।
पुगिसकेको छ होइन। अनि हामी चाहिँ आजको हाम्रो दोस्रो दिन चाहिँ अप्पर सिनेमादेखि हिँडेर अहिले हामीहरू देउराली पुगिसकेका छौँ। देउरालीको हाइट चाहिँ 3200 मिटर। अनि यहाँ यता कति हुनुहुन्छ देउरालीको। अनि मेरो बहिनी हाम्रो एबिसी ट्रेकको कुरा गर्दाखेरि चाहिँ सबैभन्दा राम्रो लागेको कुरा चाहिँ मलाई बाटैभरि कस्तो राम्रो राम्रो मान्छेहरूसँग मात्र भेट भइरहेको थियो कि। अनि जसमा चाहिँ हुनुहुन्थ्यो हाम्रो सोलुकै दिदी अनि 2 जना दाइहरू। उहाँहरूसँग चाहिँ हामीहरू घान्द्रुकदेखि नै भेटेर सँगै गइरहेको थियौँ। दाइ दिदीहरूलाई चाहिँ हामीलाई कस्तो माया गरेर लगिराख्नु भएको थियो कि आफ्नै बहिनीहरू जस्तो गरेर। अनि हामीहरू उहाँहरू सँगसँगै बसिँदै अनि सँगै गइरहेको थियौँ। को वैशाख 9 गते चाहिँ अहिले एबिसी आएको छु। एबिसी पुग्न अलिकति बाँकी छ। अनि यहाँबाट देखिने यो माछा पुछ्रे भ्यू र हिमालहरूको दृश्य हेर्न सक्नुहुन्छ। अनि यहाँ आएर चाहिँ मैले मेरो सबै फ्यामिली, मेरो रिलेटिभ्स अनि मेरो साथीहरूलाई सबैलाई सम्झिराखेको छु। अनि यो हिमालहरूलाई देखेर चाहिँ एउटै कुरा भन्नु मन लागिरहेछ कि थ्याङ्क यू सो मच मेरो मम्मी बाबा अनि मेरो दादा भाइ अनि मेरो सबै साथीहरूलाई पनि। म चाहिँ यो ट्रेकमा चाहिँ मेरो फ्यामिलीहरूको कारणले गर्दाखेरि चाहिँ स्पेसल्ली अनि सबैको हात छ। त्यही भएर धेरै धेरै धन्यवाद। आई मिस यु मम्मी बाबा दादा भाइ अनि मेरो सबै साथीहरूलाई। लागिसक्यो। उकालोको बाटो जस्तो हुने रहेछ, लिकको बाटो। यो पट्टी चाहिँ यस्तो रहेछ है पुरै। हेलो तपाईँको एकदम 41-30 मिटरमा तपाईँ अहिले कहाँ हुनुहुन्छ? म अहिले 41-30 मिटरमा छु। अन्नपूर्ण बेस क्याम्पमा छु म। बेला कस्तो लागिराखेको छ त नि। 41 चाहिँ कति मिटरमा आउँदाखेरि एकदम रमाइलो लागिरहेछ त नि। के अरे ए ल जानु है त। चिप्लेटी खेलेर जानु न तल त्यहाँबाट।
पढ्न लागेको छ यहाँ जति भ्यू हेऱ्यो पनि मेरो चित्तै बुझेको छैन किन चित्त नबुझे यस्तो राम्रो देख्दैन हेरेको जतिले पनि मनै नअगाउने कि गाइज ए त्यसो पो म जति हेर्दा पनि नपुग्ने क्या कति राम्रो वर्णन गर्नुभएको म भ्यू चाहिँ देखाउँछु ल हेर न भ्यूमा मलाई काटेको गाइज क्यालमा मर्ला यो साइड यति राम्रो देखेको छ नि दिदी खाना खाँदा खाँदा भएर चाहिँ हामीले एक्स्ट्रा अर्डर गरेको अनि दाइ दिदीहरू हुनुहुन्छ हाम्रो दाइ हुनुहुन्छ अनि हाम्रो बहिनी ए दाइ अनि के अरे एमबिसी आएको सिन रामेन खानालाई उ चाहिँ बाटो चाहिँ यस्तो राम्रो माछा पुछ्रेको भ्यू देख्थ्यो गाइस तर मैले भिडियो बनाउन अलिकति पाएन बाहिरको भिडियो बनाउँदै बाई दाई धन्यवाद तपाईँहरू सबैलाई हेलो बाई बाई थ्याङ्क यू र हाम्रो 5औं दिनमा चाहिँ हामीहरू झर्दै थियौँ यस्तो राम्रो ठाउँलाई छोडेर र यो चाहिँ मेरो लाइफको वान अफ द बेस्ट ट्रेक भन्छु म चाहिँ अहिलेसम्मको म कति धेरै अरूतिर ट्रेक गए पनि एबिसी चाहिँ एकदमै धेरै मेमोरेबल पनि भयो अनि एकदमै धेरै राम्रो राम्रो मान्छेहरूसँग भेट भयो ठ्याक्कै होसमा छौँ होइन अनि अब हामी चाहिँ हिजो खिच्न पाएन यहाँ किनभने एकदम धेरै भिड थियो अनि आज चाहिँ हामीहरू यहाँबाट जाँदैछौँ त्यही भएर यति बेला बनाएको बिहानको भ्यू देख्न सक्नुहुन्छ अनि म सबैजनालाई के भन्छु भने अन्नपूर्ण बेस क्याम्प चाहिँ लाइफमा एकचोटि आउनै पर्छ हजुरहरू सबैजना अनि यहाँ आएर यो ठ्याक्कै अन्नपूर्णको बेस क्याम्पबाट चाहिँ म के भन्न चाहन्छु भने मेरो परिवार भन्नु मेरो मम्मी बाबा दादा भाइ अनि मेरो रिलेटिभ्सहरू जति हुनुहुन्छ त्यसपछि मेरो साथीहरू अनि अरूहरू मैले जसको नाम छुटाएको छु त्यसको लागि सरी तर सबैजनालाई सम्झेको छु थ्याङ्क यू यो हावालाई सोधी हेरमा यो आकाशलाई पनि थाहा छ दिन बितेको माया तर लाग्छ अझै छ नि सपनी